इतिहासमा हनुमानजीको पुत्रको नाम के थियो, हनुमानजीले हरेक युद्धमा बोक्ने गराको नाम के थियो, हनुमानजीहरू कति भाइ हुनुहुन्थ्यो अर्थात् हनुमानका भाइहरू कति हुनुहुन्थ्यो, उहाँहरूको नाम के थियो, र हनुमानजीले युद्धको क्रममा लक्ष्मण मूर्छा भइसकेपछि उठाउनु भएको पर्वतको नाम के थियो, हनुमानजीलाई सम्झेर वर्तमानमा हामीले मनाउने प्रमुख उत्सव के हो, हनुमानलाई गदा दिने को हुनुहुन्थ्यो, हनुमानका 5 मुखहरू के हुन्, वर्तमानमा हनुमान कहाँ बस्नुहुन्छ भनेर पुराणमा इङ्कित गरिएको छ, र हनुमानजीले प्राप्त गरेका विद्याहरू के थिए र हनुमानलाई कसको स्वरूपका रूपमा मानिन्छ पनि म आज यस भिडियो मार्फत हजुरहरूलाई जानकारी दिन गइरहेको छु। जसलाई जानकारी हुनु अघि अर्थात् हजुरहरूले यो भिडियो हेर्नु अघि च्यानललाई लाइक सब्सक्राइब गरिदिनुहुन्छ भन्ने आशा पनि गरेका छौँ। हनुमानजीको छोराको नाम थियो मकरध्वज र हनुमानजीको गदाको नाम थियो कौमुदकी। हनुमानजीका भाइहरू 5 भाइ हुनुहुन्थ्यो जसको नाम मतिमान, व्यतिमान, धृतिमान, श्रुतिमान र गतिमान थियो। हनुमानजीले लक्ष्मणलाई बचाउनको लागि सञ्जीवनी बुटी जुन पर्वतमा खोज्न जानुभएको थियो र जुन पर्वतलाई लिएर आउनु भएको थियो उक्त पर्वतको नाम थियो द्रोणगिरी। हनुमानजीलाई वर्तमानमा हामीले सम्झेर मनाउने प्रमुख उत्सव भनेको हनुमान जयन्ती हो र हनुमानलाई गदा दिने भगवान साक्षात् कुबेर हुनुहुन्छ। हनुमानका 5 मुखहरू गरुड, नरसिंह, हयग्रीव, वराह र स्वयं वानर मुख हुन्। वर्तमानमा पुराणमा भनिअनुसार हनुमान गन्धमादन पर्वतमा बस्नुहुन्छ भनेर भनिएको छ र हनुमानजीले प्राप्त गरेका विद्याहरू व्याकरण, ज्योतिष, धनुर्विद्या, कालज्ञान, राजनीति, योग, तर्कशास्त्र, आयुर्वेद, कला, सङ्गीत हुन् र हनुमानजी साक्षात् शिवजीको स्वरूपका रूपमा मानिनुहुन्छ। हनुमानजीबारे अरू अन्य कुनै जानकारी चाहिएमा या हजुरहरूसँग यो बाहेक कुनै जानकारी छ भने कमेन्ट मार्फत मलाई बताइदिनु हुनेछ भन्ने आशासहित उक्त भिडियो आजको लागि हजुरहरूसँग प्रस्तुत गर्दै अहिलेलाई बिदा हुन्छौँ। हस्त धन्यवाद।